लसुन छ क्यामेराम्यान पनि छैन है जोकेको त्यो छैन उसँग नसकेको छ हेलो नमस्ते सेवा वेलकम छ फेरि पनि तपाईँहरूलाई वन्दना राई ब्लग्समा म वन्दना राई फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र म पनि अहिलेसम्म चाहिँ तपाईँहरूको माया आशीर्वादले गर्दाखेरि सन्चै छु अनि मेरो चाहिँ थुप्रै भइसक्यो कि भ्लगहरू नआएको मैले भ्लगहरू नबनाएको खै डेली गरौँ भन्छु के हुन्छ कता हुन्छु बिर्सिन्छु कि के हो कि मैले डेली भ्लगै गर्न सकिरहेको छैन अनि कसरी गरौँ होला के गरौँ होला तपाईँहरूको सल्लाह सुझाव चाहियो पक्कै पनि तपाईँहरूले मलाई सल्लाह सुझाव दिनुहुन्छ भनेर आशा गरेको छु अनि आज चाहिँ के गरौँ भनेर म चाहिँ यहाँ म बसिरहेको म त रेन्टमै हो बस्ने त होइन काठमाडौँमा म रेन्टमै बसिरहेको छु अनि त्यहाँबाट काठमाडौँ मात्रै होइन जता पनि म रेन्टमै हो मेरो घर छैन म एउटा शरणार्थी जस्तै हो है अहिले भन्दै मैले अनि आज चाहिँ म यहाँ फ्ल्याटमा बसिरहेको छु यहाँ चाहिँ अलिक असजिलो भएको भएर म अर्कै ठाउँ सर्नु पऱ्यो भनेर मैले रुमहरू खोजिरहेको छु यताउता फोन गरिरहेको छु त्यो रुम खोजिदिने हुन्छ नि त्यो अफिस त्यतातिर मैले फोन गरेको छु आज चाहिँ म त्यहाँ तल ठाउँ आउनु न भनेको भएर म त्यहाँ तल जानु लागिरहेको छु हेर्नलाई अनि त्यहाँ खोज्न पऱ्यो अनि सर्न पऱ्यो कतै अलिक राम्रो सहज पर्ने ठाउँ आफूलाई पनि सजिलो होस् होइन हामीले गर्दा घरबेटीलाई पनि सजिलो होस् त्यस्तो ठाउँमा चाहिँ खोजेर राम्रोसँग सरौँ भनेर म आज चाहिँ जान लागिरहेको छु अनि कस्तो हुँदो रहेछ भने रेन्टमा बस्दाखेरि कतै कि आफूले भने जस्तो नहुने के कतै घरबेटीले के गर्ने खासै किचकिच त छैन र पनि अलिकति खै कता के मन नमिल्यो हो कि घरबेटीसँग के नमिल्यो अनि हामीलाई चाहिँ अब किचन पनि अलिक गुमुको भयो यता बस्न त ठिक छ यो ठाउँ एकदम राम्रो छ है आनन्दको ठाउँ छ खासै हल्लाखल्ला पनि हुँदैन अनि किचन चाहिँ अलिक गुमुक्क भयो कि अहिले हामी अचारहरू बनाइरहेको छौँ यता त्यता बनाएको छौँ गुमुक्क के खोल्ने ठाउँ छैन झ्याल छैन यस्तो गुम्सिन्छ अनि त्यही भएर पनि म अलिक माथि टपमा पाएँ भने चाहिँ सर्ने विचार गरिरहेको छु त्यही भएर म खोज्न जाँदैछु कता पाउँछु के हुन्छ कसो गर्छु म हजुरहरूलाई अपडेटहरू दिँदै गर्छु र म त्यहाँ सँगसँगै यताउता कता पुग्छु म हजुरहरूलाई देखाउँछु सकेसम्म है हेरिदिनु होला मन पराइदिनु होला अनि सबैजनाले भिडियोलाई लाइक सेयर कमेन्ट पनि गरिदिनु होला नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू म चाहिँ घर आइसकेँ कोठाको लागि गयौँ फर्म भर्नुपर्दो रहेछ फर्म भरे पनि हामीले भने जस्तो कोठा अहिले रहेन छ फेरि भयो भने खबर गरिदिन्छौँ भनेको छ अनि म चाहिँ बट्टाको भारी यसरी बोकेर यत्रो बट्टा है उचाल्नै नसक्नेको छ हौ यसो गरेर बोकेर आएँ हेर्नु गाह्रो छ जिन्दगीमा बाहिर गर्मी छ त्यस्तै मेरो छोरा भन्नुहुन्छ अनि उठेको छैन खामा छोराले माम पकायो भनेर आएको माम पकायो होला भनेर पकाएको छैन भोक लागेको छ 1-2 बज्न लाग्यो अब माम पकाएर खान्छु अनि फेरि तपाईँहरूसँग भेट्छु के गर्नुभएको मम्मी हिउँदो पनि अब यो खानु छ कि अस्ति खाएको धुउ सक्यो अनि फेरि खारेर बट्टामा हाल्नुलाई यहाँ पनि एक भाँडा यति कति केजी घिउ हो त्यो यो गरेर 6 केजी छ 6 केजीको के बिहानदेखि दिँदै हुनुहुन्छ कि क्या हो पखरदेखि धुएको अब यो अलिअलि धोयो भने अलिक राम्रो हुन्छ नि त घिउ त्यही भएर यसरी पानीमा धोएर अलिअलि धोएर धेरै त अब धुँदा त हुन्छ जाँदैन घिउ के सेतो चाहिँ मैला हो त्यसको सेतो यो मही हो के यस्तो महीबाट निकालेको भएर यस्तो आउँछ नि अघि मारिसकेँ अब त्यो डल्ला काट्दैछु अब यसलाई यसरी पानी खाल्ने अनि यसलाई खार्ने अहिले मम्मीको काम चाहिँ यस्तै छ घिउ बेच्ने काम चाहिँ तिमीहरूको होइन मम्मीको चाहिँ खारेर बट्टामा हालिदिने अब यतिको हुन्छ 2 चोटि धुइसकेँ घिउ पानीले भिजेपछि हातमा घिउ लाग्दैन नि हातमा पानी चिसो पानी हुनुपर्छ तातो पानी होइन तिमीहरूलाई त थाहा छैन नि थाहा छैन हामीलाई त घिउ पहिला खाइ हुर्केको हामीलाई हाम्रो कोमाले यसरी मही पारेको थियो यस्तो गरेर यसरी डल्ला पारेर पो दिनुहुन्छ त यत्रो दिनुहुन्थ्यो हामी सानो हात थाप्न जान्थ्यौँ भने कप खाने कस्तो मिठो पाउँछ हामीलाई पनि दिनु न त खाने नखाने खाला एकचोटि वाह मिठो हुँदैन होला घिउ खान साथी मिठो हुन्छ पानीहरू त ल तपाईँ खाएको देखा
अब उल्टो भयो अलिकति देखेर क्यामेरा देखिन्छ कि देखिँदैन हात थाप अलिक यता यता हात थाप्यो अब कप खाए साह्रै नै पो हुँदो रहेछ हौ। हामीले त खाएको र पो यस्तो बलियो भएको छ अहिलेसम्म तिमीहरूलाई थर्काउनु फिट्नु फिट्नु के गर्नु सबै सक्छु घिउ खार्दैछु है म चाहिँ उम्लिला भनेर यहाँ पिरले पर्खिँदैछु यता कराईमा अनि यहाँ पनि दुईतिर पकाइरहेको छु यस्तरी उम्लिन्छ क्या उम्लेर भरि भएर आएर हेरेको हेरे घरि निभाउँदै घरि ग्यास बन्द गर्दै के यसपालि घिउ अलिक उम्ल्यो के धेरै के पो भयो हौ अन्त म त यहाँ त यो 3 चोटि त निभाइसक्यो होला ग्यास भरि भएर आउँछ चलायो भने झन् धेरै उम्लेर आउँछ अनि डरले बढेको हेर्नु नि अनि यता चाहिँ अब यो घिउ हाल्नलाई बट्टा धोएको थियो त्यो अलिअलि पुसेर हालिदिनु पऱ्यो भनेर पुस्दैछु बट्टा चाहिँ के गर्नु पुस्नु पऱ्यो सफा पनि गर्नु पऱ्यो फेरि सफा नगरी हाल्दाखेरि फोहोर होला जस्तो लाग्छ कि मलाई चाहिँ चित्तै नबुझ्ने त्यही भएर सफा गर्दैछु है यता घिउ पनि हेर्दैछु घिउ जाला भन्ने डर छ जाँदाखेरि सफा गर्दा सफा गर्नु परेन नि घिउको नाश के गर्नु गाह्रो छ हो गाह्रो छ आज घिउ खाएर बट्टा मालुम गर्नु चाहिँ त्यस्तै घिउ उम्लेर जाला भन्ने पिक्छ त्यस्तै के गर्ने हौ के गर्ने होला मलाई गाह्रो भयो यता घिउ पो हेर्नु कि उता हेरेर कुद्नु पर्ला जस्तो हुन्छ एउटा चाहिँ अलिक नम्रेला जस्तो भयो दुईतिर बसालेको छु एकैचोटि सक्छौँ भनेर कति बेर पर्खिराख्ने भनेर अस्ति एकचोटि पोखेर गयो नि त त्यही भएर साह्रो डर लाग्छ क्या अहिले चाहिँ पोखिन्छ भनेर ल यस्तै गर्दैछु है आज चाहिँ म अहिले बिस्तारै के गर्छु म देखाउँदै जान्छु आजको दिनको मेरो कामहरू कहिले घिउ पकाउने कहिले अचार पकाउने मेरो काम त यस्तै भइरहेको छ आजकल त अब चाहिँ भरि भएर आए जस्तो छ एउटा घिउ त लिएर यहाँ जान्छ कि भनेर पिर लाग्यो मलाई क्यामेराम्यान पनि छैन है आफै म चाहिँ क्यामेराम्यान पनि यता राखेर घिउ मैले अघि खार्दै नि त्यो चाहिँ मैले यसरी भरेको छु जोखेको चाहिँ छुइनँ अनि जोखेको चाहिँ छुइनँ अब यसलाई चाहिँ म जोख्न लागेँ है ल मैले यसमा 500 ग्रामको भर्न लागेको हो लाग्न चाहिँ ल म चाहिँ यसरी भर्दैछु है अलि नपुग हुन्छ नि त 28 ठ्याक्कै राख्दाखेरि 28 ग्राम हाल्नु पर्यो बट्टा 28 ग्राम छ मैले चाहिँ यसरी नै सबै जोख्छु है त भरि यो बट्टामा चाहिँ भरि हुन्छ क्या आधा केजी अलि पुगेन रहेछ मैले हालेको कुनैमा ठिकै छ अनुहारदेखि नै क्या हो यस्तै छ है घिउ चाहिँ मेरो प्याक गराइ चाहिँ प्याकिङ चाहिँ अनि क्यामेराम्यान नभएपछि पर राखेको मोबाइल नदेखिने रहेछ भने
ल यसरी गर्दैछु है, मुख नदेखि पनि काम देख्नुहोस्, हेर्नुहोस् न काम गरेको चाहिँ। क्यामेराम्यान छैन, एक्लै छु। क्यामेराम्यान भाइ यसो मिलाएर खिचिदिन्थ्यो होला, के गर्नु गाह्रो छ मलाई। गर्मी पनि भएको छ, तातो गर्मी छ नि त अरे, त्यही माथि तातो तातो तातो। अनि मेरो बिजोकै भयो। तातो भएर मेरो बिजोग छ है। को आयो बेडमा? आज चाहिँ नेक्स्ट डे। नमस्ते साथीहरू है। हिजो चाहिँ मैले घिउ खाएँ, प्याकिङ गरेँ, त्यतिकै सुतिहालेँ। सुतेँ भन्दा पनि खोइ के गरेर सुतेँ थाहा छैन मलाई, रात परिहाल्यो घिउ खाँदा खाँदै। अनि आज चाहिँ फेरि हेर्नु बिहान के गरेँ, अरू चाहिँ मैले भिडियो गरेन। आज चाहिँ फेरि यहाँ खोर्सानी केलाउँछु, लाइभ पनि बसिरहेको छु टिकटकमा। खोर्सानी केलाउनु पर्यो, अनि त छोडिरहेको छ सघाउनुलाई। अझै छ खोर्सानी 2-3 केजी छ भित्र। खोर्सानी केलाउनु आएको होइन मेरो। अनि छोरीहरू खोर्सानी केलाउनु आएको छ छोरीको साथीहरू, यिनीहरूलाई लाउने 3-4 किलो खोर्सानी केलाउनु। मैले चाहिँ 1 केजी सक्नु आँटेँ। यता चाहिँ लाइफ बस्दै केलाइरहेको छु। यता नि हेर्दै हुनुहुन्छ कोले। हेलो नमस्ते नमस्ते। म चाहिँ सबैतिर गरिरहेको छु के काम। अब के गर्नु, गाह्रो छ साथीहरू मलाई। अनि अब भिडियो गरिराख्न बिर्सिहाल्दो रहेछ कि यो कामले गर्दा। घरि खोर्सानी केलाउनु पर्ने, घरि अचार प्याकिङ गर्नुपर्ने, घरि घिउ प्याकिङ गर्नुपर्ने, यस्तै भइरहेको छ साथीहरू। म अरू पनि देखाउँछु सकेसम्म। अहिलेलाई चाहिँ यति, एकछिनपछि फेरि भेटौँ ल। बाहिर एकछिन जाम भनेको त मुसलधारे पानी पर्छ भाइ। हे भगवान् हो, हे भगवान् भन न। र म चाहिँ यता बसिरहेको छु। पानीहरू त्यस्तो भित्रै आउने पानी परेको छ क्या। पानीसँग यो कस्तो डराउँछ कि यो पानीसँग। पानी यहाँ भित्र आइरहेछ, भुइँमा लुक्यो भित्र यसरी पानीसँग डराएर। बाहिर जाऊ, पानीमा बाहिर जाऊ। नजानेर भित्र भाग्यो, नत्र ढोका खोल्नु हुँदैन। भाग्ने मान्छे भाग्यो। कस्तो पानी परेको क्या, भित्र आयो। मैले ढोका लाएँ। अब ल अब बाहिर जानु पर्यो भनेर भनेको थिएँ, हेर्नु है। बाहिर जानु पर्यो भनेर भनेको, यस्तो पानी परेछ, यस्तो पानी परेछ बाहिर। सायद सुनि पनि रहेको होला, मैले माइक साइक लाग्छ नि, त्यही भएर सुनिन नि सक्छ। अनि त्यही भएर अब काम छ, घर बसे पनि पानी पऱ्यो नि, जे गरे पनि मेरो चाहिँ होइन। काम गऱ्यो भने चाहिँ काम हुन्छ, गरेन भने म सुतेको पनि हुन्थ्यो होला सायद। अनि निन्द्रा त लागेको थियो अघि एकछिन, तर म सुतिनँ। अनि यहाँ कृष्णलाई चाहिँ फेरि बिस्कुट दिइरहेको छु। उता बसिराख्नु भएको छ, महारानी हो के उहाँ चाहिँ। उहाँलाई बिस्कुट घरि चाहिन्छ, त्यही भएर यहाँ राखेको छु। अनि अचारको लागि अब अचार सकिनु लागि जस्तै भर्खरै बनाएको, 2-3 दिन मात्रै हुन्छ। फेरि अब लसुन छ। अब खोर्सानी त मैले केलाइसकेँ, देखिहाल्नु भयो होइन। खोर्सानी केलाएर राखेको छु, त्यसलाई अब पिस्न बाँकी छ। अनि लसुन पनि अब केलाइराख्नु पऱ्यो। भोलितिर चाहिँ म अचार बनाउनु पऱ्यो फेरि भनेर चाहिँ। अब लसुन पानी परे पनि, बाहिर नगए पनि, घरमा बसे पनि लसुन केलाउनु लागेँ साथीहरू। हेर्नुहोस् है त, म अब लसुन केलाउँछु। लसुन पनि केलाउँछु, कफी पनि ल्याएको सानो गिलासमा, कफी पनि खान्छु। कफी खाँदै
म लसुन केलाउँछु हेर्नु। अब समयको सदुपयोग त गर्नु पर्यो। सुत्यो भने त फेरि सुतेको भइन्छ। छिटै उठ्नु मन लाग्दैन के सुतेपछि चाहिँ। मस्त दिउँसो सुतेपछि यस्तो मिठो निन्द्रा लाग्छ कि निन्द्रा पुऱ्याएर मात्रै उठ्नु मन लाग्छ। मैले चाहिँ लसुन चाहिँ यसरी काटेर यस्तो गरेर 2 टुक्रा पारेर चाहिँ सजिलो हुन्छ के। अनि मैले त्यस्तो गरेर केलाउने गरेको छु। अनि ककालाई दिउँसो सुत्यो भने चाहिँ मस्त उठ्नै मन नलाग्ने निन्द्रा लाग्छ हौ। मलाई त उठ्नै मन लाग्दैन। फेरि कसैले चाहिँ 5 मिनट सुते पनि निन्द्रा पुग्यो भन्छन्। मलाई चाहिँ निन्द्रा पुग्दैन दिउँसो। यस्तो निन्द्रा लाग्छ। उठौँ भन्यो फेरि निन्द्रा लाग्छ, उठौँ भन्यो फेरि निन्द्रा लाग्छ, उठौँ भन्यो फेरि निन्द्रा लाग्छ। त्यही भएर मैले चाहिँ सुतिनँ। निन्द्रा लागेको सुत्यो भने त यता फेरि रात पर्छ जस्तो लाग्यो मलाई। त्यही भएर म सुतिनँ। म लसुन केलाउन थालेँ। अनि अब के कुरा गरौँ, बर्खा लाग्यो, पानी पर्छ, बाहिरको काम हुन्छ, जानु पाइँदैन, गाह्रो छ। अनि अहिले चाहिँ फेरि छोराछोरी पनि यतिखेर छैन। छोरी कलेजबाट आउनु भएको छैन, छोरा कामतिर। अनि त्यही भएपछि एक्लै काम गर्नु पर्यो। पानीले पो धोका दियो कि मलाई। के गर्नु, यत्रो दिन कति दिन भएको थियो पानी नपरे। अहिले फेरि पानी पर्न थाल्यो रेगुलर। पानी परेको त मन पर्छ कि मलाई, तर बाहिर जाने काम पर्दा चाहिँ अलिक मन पर्दैन साथीहरू। अनि मेरो चाहिँ भिडियोहरू पनि अलिक ढिलो आइरहेछ होइन। त्यो के भइरहेछ, मैले के मिलिरहेको छैन मेरो, मलाई नै थाहा छैन किन मैले डेली भिडियोहरू गरिरहेको छैन। अब चाहिँ डेली गर्छु भनेर मैले पटक भनिसकेँ है तपाईँहरूलाई, तर भइरहेको छैन। सकेसम्म म गर्ने कोसिस चाहिँ गर्छु साथीहरू। अनि अब मेरो भिडियो हेरेर कस्तो लाग्यो तपाईँहरूलाई लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अवश्य पनि सबैजनाले कमेन्ट गरिदिनु होला कस्तो छ के छ। अनि मैले सुधार्नुपर्ने कुराहरू म सुधारौँला होइन। अनि भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धन्यवाद। सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु। फेरि पनि अर्को भिडियो लिएर आउने नै छु नयाँ। त्यतिन्जेलको लागि म बिदा हुन्छु। बाई बाई। फेरि पनि